मर्निङ सर के छ गुड मर्निङ सर ल ल ल ल ल ल ल आराम एकदम ल ल ल गुड मर्निङ गुड मर्निङ गुड मर्निङ गुड मर्निङ के छ ठिक छ दाजु न कलाकारहरू त गुड मर्निङ गुड मर्निङ गुड मर्निङ माइला आज टाइममा उठ्दै म सबभन्दा चाँडै आएको आज राजी हजुर गुड मर्निङ गुड मर्निङ कहाँ हरायो तिमी अनि म घरतिरै छु नि त हो चौकतिर होला नि कहाँ घरतिर अब जाउँ न त गुड मर्निङ साथीहरू अनि आज फेरि नयाँ दिन नयाँ भ्लगमा स्वागत छ आज चाहिँ फेरि हामी दाजुभाइ युनाइटेड तपाईँहरूको साथमा आइसकेका छौँ हामी बिहानको मिठो गेम छ त्यसका साथसाथै हाम्रो न्यु इयरमा हुन गइरहेको कार्यक्रमको लागि हाम्रो थोरै तयारीहरू गर्नुपर्ने छ गेमपछि त्यो पनि गर्नेछौँ ल आजको दिन पनि हामीसँग रहनु होला सँगै रमाइलो गर्नेछौँ है त ओके बोइज रेडी फर द डे आज एकदम बिग डे छ है हो हिजो जस्तै पोजिम्यान चाहिँ एकदम ड्रेन भइसक्छ होइन दिन सकिँदाखेरि उसको छुट्टी यस्तै हो अनि नवीन सर कस्तो भइरहेछ त दिन राम्रै चलिरहेछ सर हामी त अनि स्वास्थ्य अवस्थामा सुधार आयो त अलिक बिग्रेको भन्ने सुनेको थिएँ अहिले अलिकति गाह्रो भएको थियो 2 हप्ता चाहिँ अब अहिले पुरै फिट एन्ड फाइन भएर हामी अब फेरि फुटबलको लागि आजको लागि रेडी भएका छौँ ठिक छ परसजी अनि आजको दिनको लागि रेडी हो त एकदम रेडी दाइ के हो आजको दिनको लागि एकदम तयार छ आफ्टर फुटबल चाहिँ हाम्रो म्युजिकल प्रोग्राम हुँदैछ होइन प्र्याक्टिसको लागि पर्सि न्यु इयरको प्रोग्रामको लागि लेट्स सी हाउ इट गोज होइन भेरी एक्साइटेड गेम कस्तो भइरहेछ त कफी खाने हो हो साजन भाइले अलिकति साजन भाइले यतै दिनुपर्ने 5-3 5-3 कसको 5 हाम्रो यो जर्सीको कस्तो भइरहेछ गेम दाजु मलाई त मजा नेपाल जस्तै भाइ भाइ पुरै
नाइस गोल 1 अप अब गुड गेम जित्यो होइन त ल जित्यो यस के भयो फेरि आज गेम हामी त जित्यौँ त धोबी खायो आज सुमित आजको गेम ओभरअल कस्तो भयो त राम्रो भयो दाइ के भयो तिमीहरू किन हार्नु पुग्यौ त यसो समीक्षा गर त तपाईँहरू खतरा तपाईँले अब लास्टमा दामी दिनु अनि त्यही भएर पनि हो है राजेश किन हार्यो आज कसरी हार्नु पुग्यो भन त अलक्षिनालाई नि कराएको करे पहिले सुरु गेम भएको छैन हामीलाई यो त्यो भनिदिने कसले भने त्यस्तो यो इकिदा नि मैले फेरि भने पहिला सुरु इकिदाले पुरा बिगार्यो नि त त्यहाँ साधन भाइको फेरि स्टामिना कम रहेछ केटाहरूलाई म अनुरोध गर्न चाहन्छु यसरी नै गेम जित्नु होला फ्रीमा कफी खानु पाउनुहुनेछ होइन त परे हो नि दाइ एकदम आज तर जितेला जस्तो लाग्थेन कसरी जित्यो लेडिज एन्ड जेन्टलमेन फेरि पनि स्वागत छ अनि हामी यहाँ प्र्याक्टिस सेसनमा आइसकेका छौँ अनि भव्य प्र्याक्टिस हुँदैछ पछाडि हाम्रो ब्रेकफास्ट पनि रेडी छ भव्य हुँदैछ है त होइन त साधन कस्तो हुँदैछ नभने पनि एकदम खाजा खाने अनि त्यसपछि प्र्याक्टिस अझै जारी हुँदैछ है गाई भव्य होला जस्तो छ एकवटा लोकदोरी पनि गाउने मायादारी कुन सुन भने दाइले के लोकदोरी कम्पिटिसन हो क्या लोकदोरी त दाइले हाल्छ यार गर्नु सानो जाङ्गले के भनेछ नखाने किन मासु दबाहरू मासु बवाल हुँदैछ कडा रहेछ नि ल दुईजनाको कम्बो बवाल भनेको ल साधन होइन ठिक छ बोइज परेश तिम्रो कला आउनै बाँकी छ है कतिखेर आउँछ आउँदैछ मेरो आउँदैन जस्तो दाइ
हाम्रा दुई आँखा लुकाउनारी खेल्छन् जुनले घाम नचिने झै चिन्दैनन् छुट्टेको डोरीलाई के कसरी बाँध्ने साँच्चै नै हो कि यो माया नै त्यागिदिने समय चाहियो त्यो घडी नै रोकिदिए आजले हिजो बिर्सेछै बिर्सिने हो कि आजले हिजो बिर्सेछै बिर्सिने हो कि मुर्साउन तिमी मेरो जीवन चिन्छ मुर्साउन तिमी नै हो मेरो एउटै सपना तिम्रो लागि मैले संसारलाई भुलिदिएँ तिम्रो लागि म आफै जिउन भुलिदिएँ आँखामा आँसु तिम्रो सुहाउँदैन मैले त माया लाउनु जानिन रहेछु हामीले सँगै बिताएका दिन यादहरू एउटा सपना सम्झिन भुलिदिनु यो माया भन्ने के हो तिमीबाट थाहा पाएँ मैले मदेखि टाढा नजाऊ बिर्सिसके आफैलाई तिम्रो लागि तिम्रो लागि Here comes the story of a hurricane and the temple lost like crying tears in rain. No love is lost or no sweet wisdom gained. So save your tears, then save yourself the same. As we left the house and took a step outside, I could taste in the air a familiar sense of pride. And the wind it blows you hold your heads up high. Then I saw the clouds draw storms into your eyes. And sorrow. You're on the road. He's my man, but set on breaking bones. Hiding the fire, won't leave it alone. He's so bent, and I was unable to pull him inside. So bring down them bridges, dig up them bones. What's that you got? 'Cause I have one of those. Toss it like I never hate ya.
आजको दिन प्र्याक्टिस गेम धेरै कुरा भयो एकदम रमाइलो भयो केटा ड्रेन भइसक्यो साजन त हाई काट्दैछ के भयो लङ डे है त्यही त काममा गयो भए यस्तो ड्रेन हुँदैन थियो तर ठिक छ आजको दिन पनि फाइनल्ली सक्सेसफुल्ली ल ठिक छ अहिलेसम्म भिडियो हेरिदिनु भएको लागि धेरै धेरै धन्यवाद थ्याङ्क यू भेरी मच गाइज विल सी यु अगेन सुन थ्याङ्क यू